हेलो गाइज, वेलकम ब्याक टु माई मिनी ब्लग। के छ सन्चै राम्रो हुनुहुन्छ नि है। आज चाहिँ हामी नि बजारतिर बहिनीको लागि कपडा बाहिर पठाउने हो नि त, त्यही भएर भोलि हिँड्ने अरे त्यो दाइ। अनि त्यसपछि आजै लगिदिनु पऱ्यो, हतार हतार गर्दै गयौँ। अनि त्यसपछि यही पसलमा हेरेको लुङ्गी चाहिँ यही भयो, दिदीले प्याक गरिदिनु भयो। अनि चाहिँ हामी निस्क्यौँ, त्यहाँदेखि टी सर्ट पनि यही भयो। त्यसपछि चाहिँ प्यान्ट हेर्नको लागि गयौँ, प्यान्टहरू हेऱ्यौँ अरू। अनि त्यसपछि चाहिँ यही प्यान्ट चाहिँ चुज गरिन् तिनले। अनि त्यसपछि चाहिँ हामी चाहिँ निस्क्यौँ, कपडा पुऱ्याउनु त जानै पऱ्यो। अनि त्यसपछि चाहिँ विङ्गरमा बस्यौँ। त्यसपछि हामी बसेको 5 मिनटमा चाहिँ त्यहाँदेखि विङ्गर छुट्टो बन्केदेखि त्यसपछि हामी ल सरपारामा गयौँ। सर लाएर होइन जाँदै बाटो चाहिँ कस्तो फोहोर थियो कि त्यहाँ सफा गर्न थालेको थियो नि त, त्यही भएर। अनि त्यसपछि चाहिँ यतातिर फेरि 4 लाइन बाटो बनाउने अरे, त्यही भएर चाहिँ यता बाटो बनाउने कार्य चाहिँ चलिरहेको छ नि त। हामी चाहिँ सर लाएर जाँदैछौँ साथीहरू। अनि त्यो दाइको चाहिँ मणिग्रामदेखि भित्र रहेछ कि घर। अनि त्यसपछि हामी गयौँ सर बुटोलबाट मणिग्रामको बस चढ्यौँ। त्यसपछि त्यहाँ गएर मणिग्राम गएर एकछिन चाहिँ त्यहाँ बस्यौँ। सर लाएर अटो थिएन नि त, त्यहीँ सर भिडियो गऱ्यौँ। अनि त्यसपछि गयौँ अनि 4 नम्बर पुगेर एकछिन बस्यौँ, दाइ आउनु भएन। अनि त्यहाँदेखि वेट गर्दै थियौँ, दाइ आउनु भयो एकछिनमा। अनि त्यसपछि कपडा पुऱ्याएर चाहिँ हामी निस्क्यौँ। अनि यहाँ आउँदा चाहिँ बस चाहिँ लागेको थियो नि त बुढो जाने बस। अनि त्यसपछि चाहिँ हामी चढ्यौँ फटाफट गरेर। अनि त्यसपछि चाहिँ अनि भाडासाडा दिएर अनि भुड्की चोक झऱ्यौँ। त्यसपछि त्यहाँबाट आकाशे पुलबाट ठ्याक्क लाएर निस्क्यौँ। त्यसपछि चाहिँ कस्तो भोक लागेको थियो नि त, दिनभरि केही खाएको थिएन, हतार हतार गरेर गएको थियौँ। अनि त्यहाँ फ्रुट्स रहेछ, अनि कति भनेको 50। अनि हेरी खायौँ, खाँदै गयौँ। अनि त्यसपछि मकै किन्यौँ, अनि मकै किनेर खाँदै गयौँ। त्यसपछि हामी गयौँ फोनको कभर राख्नको लागि। अनि फोनको कभर राखी यही कभर चाहिँ चुज भयो हाम्रो। अनि त्यसपछि निस्क्यौँ, नास्ता खाना गयौँ, लस्सी खायौँ फर्स्ट। अनि हेरी सर लाएर अनि चाउमिन अनि मोमो खाएर चाहिँ हामी चाहिँ फाइनल्ली निस्क्यौँ, बिल पे गऱ्यौँ। त्यसपछि चाहिँ हामी निस्क्यौँ साथीहरू। आज चाहिँ कस्तो गाडी लाग्यो कि होइन, कस्तो थाकेको जस्तो भएको थियो। अनि चटपटे खायौँ। फाइनल्ली आजको चाहिँ भिडियो यति नै। थ्याङ्क यू सो मच फर किप वाचिङ।